हेलो भाइ नमस्ते सबैजनालाई सुजन सर्ट भिडियोमा चाहिँ यहाँलाई स्वागत छ। सुजन सर्ट भिडियोमा चाहिँ आज के विशेष छ भन्दा चाहिँ हाम्रो क्रिकेट विशेष छ। आजको म्याचको सुदूरपश्चिम रोयल्स पोखराको र उसको म्याचको चाहिँ म बात गर्दिनँ, किनकि मैले आज यो पालि सिजनमा चाहिँ पोखरा सपोर्ट गरेको। मामाले केही रन हाल्न लागि भने मामाले पनि केही गर्न सकेन। अब वर्ल्ड कप आउँदैछ, मामाको पर्फर्मेन्स जेरो। अब आजको म्याच अर्को मेरो फेभरेट म्याच भनेको विराटनगर किङ्स भर्सेस चाहिँ सुदूरपश्चिम रोयल्स टप 2 टिमको म्याच चाहिँ आज एकदम खतरा भयो। चाहिँ एकदम दामी भयो। विराटनगर किङ्स चाहिँ खतरा वेमा चाहिँ चेस गर्दै 11.4 ओभरमा चाहिँ टोटल 147 रन चेस गरेर विराटनगर किङ्सले जित हात पार्यो भने आजको म्याच चाहिँ मलाई एकदम खतरा लाग्यो। जहाँ चाहिँ आज बिहानैदेखि 5 बजेदेखि सुदूरपश्चिमका फ्यान विराटनगरका फ्यानहरू टिममा गएर चाहिँ लाइन बसेका थिए 11 बजेदेखि म्याचलाई। भने चाहिँ आज मार्टिन कप्टेल, सन्दीप लामिछाने अनि फ्लाप डु प्लेसलाई एउटै फ्रेममा देख्दाखेरि कस्तो लाग्यो। अनि आजको सन्दीपको पर्फर्मेन्स कस्तो लाग्यो, 3 विकेट अन द टप अफ हाइएस्ट विकेट टेकर। के यो पालि सन्दीपलाई चाहिँ आइपिएल टिमले बोली लगाउला त के हाम्रो सन्दीप सिएसके अनि जहाँ चाहिँ स्पिनरको एकदम खाँचो छ सिएसकेले के योपालि सन्दीपलाई किन्ला त के छ हजुरहरूलाई के लाग्छ? योपालि एनपिएल कसले जित्छ होला कमेन्ट गर्न नबिर्सिनु होला। र योपालि फाइनल चाहिँ को टिम सुदूरपश्चिम र विराटनगर किङ्स नै हो त फाइनल। अब कसले खेल्छ योपालि दुई टिमको नाम पनि कमेन्ट गर्न नबिर्सिनु होला। हस्त नमस्कार। सुजन क्रिकेटलाई सम्झिनु होला। सुजन क्रिकेटलाई यस्तै नयाँ नयाँ अपडेटहरू लिएर हजुरहरूको ल्याउनेछ। सुजन क्रिकेटलाई लाइक